सो हेलो गाइस, वेलकम टु माई च्यानल ब्याक अगेन होइन। अनि आज चाहिँ चट्टा क्रिसमस डे होइन। अनि न्युजिल्यान्ड सबै छुट्टी छ होइन, बन्द छ। अनि आज सबैको छुट्टी छ, त्यही भएर ट्याक्क यो भनेको चाहिँ टक्क सबै साथीहरूको पनि एकै दिनमा छुट्टी मिलाएर हामीले चट्ट घुम्न जानु लागेको छौँ है। आज अब क्रिसमस अनि यस दिनको सुरुवात भइसकेको छ हाम्रो 2 बजे बिहानै होइन। अनि त्यही हो, आफ्टर लङ टाइम भिडियो पनि ब्याक भएको छैन। अब अहिले क्रिसमस भएर बिजी छ, लास्ट डे एकदम बिजी सेड्युल छ। त्यही भएर चाहिँ कहिलेकाहीँ एउटा दुईवटा भिडियोमा अन ब्याक हुँदैछ होइन। अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो घरमा बिरालो है कमे होइन। बिरालो पनि चट्ट क्रिसमस मनाउँदैछ है। अनि अरू ठाउँमा चाहिँ क्रिसमस जाडो हुन्छ भने हाम्रो न्युजिल्यान्डमा फेरि क्रिसमसमा टन टनाटन घाम लाग्छ है। म देखाउँछु तपाईँहरूलाई कस्तो घाम लाग्छ भन्दै चाहिँ यहाँ देख्न सक्नुहुन्छ है। पफ रे पफ ओभर घाम लागिरहेछ क्या। अनि त्यही हो, आज चाहिँ सबै साथीहरू भेला भएको छौँ। अनि साथीहरूलाई टक्क घरबाट उठाएर हामीले आइसकेको छौँ। अनि आएर हामी अब कहाँ जान आँटेको आज भन्दाखेरि चाहिँ आज चाहिँ हामीले यता माउन्ट तारानाकी जाने प्लान गरेको छौँ है। अनि त्यहीँसम्मको भ्लगिङ गर्दै जानु पऱ्यो भनेर होइन। त्यही हो। ओके गाइज, अहिलेको लागि यति नै। अब हामी निस्किन लागेको, ढिलो नगरी होइन। आई विल बी ब्याक इन नेक्स्ट क्लिप। ओके गाइज होइन, यहाँको मान्छेहरू चाहिँ क्रिसमस मनाउनु निस्किसकेको छ घुम्नुको लागि। उहाँहरूको चाहिँ पामीबाट साथीहरू आइसकेको छन्, त्यही भएर घुम्नु निस्किसकेको छ। म चाहिँ यहाँ हाम्रो ग्याङसँग निस्किसकेँ। यहाँ हाम्रो कहाँको फेरि यहाँ मगर दाई हुनुहुन्छ है, क्याप स्याप लगाएर हिँड्यो। अनि हाम्रो यहाँ कहाँ फेरि युवराज सर हुनुहुन्छ होइन। सबैजना घुम्नु निस्किसक्यो, दाईहरू पनि निस्किसक्यो। अब अहिले त क्रिसमस भएर होला चारैतिरबाट मान्छे आएछ होइन। होम टाउनमा भएर फ्यामिली मिटिङको लागि आएर होला। रोडहरू पनि लास्ट बिजी छ, गाडीहरू होइन। ट्राफिक पनि लास्ट धेरै छ होइन। गाडीहरू यस्तरी लाइन छ है। अब हामी त चट्ट लगाएर माउन्ट तारानाकीतर्फ जाँदैछौँ है। ओके, र यहाँ फेरि हाम्रो सुनिताजी आइसक्नु भएको छ है। हाम्रो सुनिताजी पनि प्याक भइसक्नु भएछ। त्यही हो, मसँग चाबी छैन गाडीको। यहीँ रहेछ। ओके, हाम्रो त गाडीको चाबीको ब्रेटी सकिन आँटेको छ यार, कति भइरहेछ हौ। अब भयो भने ब्रेटी पनि लाउनु पर्ने छ गाडीको होइन। ओके गाइज है, ढिलो नगरी अब हामी चाहिँ गन्तव्यतर्फ लाग्दैछौँ, किनकि 2 बजिसकेको छ, अलरेडी लेट भइसकेको छ है। त्यही भएर हामी टक्क लगाएर तिमीहरूतिर जानु होला सुरुमा, उतैबाट घुम्दै ल गाइज। अब ढिलो नगरी हामी निस्किँदैछौँ माउन्ट तारानाकीतिर। सी यू गाइज अन नेक्स्ट क्लिप, बाई बाई। Long ride, we are finally on the Mount Taranaki. अब त्यही हो, अघि गाडी कुदाउँदै थिएँ, त्यही भएर चट्ट लगाएर अब गाडी कुदाउँदा फेरि फोनमा बोल्नु मिल्दैन, फोन चलाउनु मिल्दैन नि त। त्यही भएर चाहिँ यहाँ आएपछि म त भ्लग बनाउँछु भनेर चाहिँ अनि त्यस पछाडि यो गरेको थिएँ है। अब माथि चाहिँ लास्टै घाम लागिरहेछ है। अनि त्यही हो, यी पाहाडको अब हिउँ पनि सबै पग्लिसकेछ, घाम लागिरहेछ, तर हावा चाहिँ चिसो चलिरहेछ होइन। सो वेलकम ब्याक फ्रम तारानाकी। चस्मा लगाइहालियो होइन। अनि टुरिस्ट जस्तो भएर अब यसै हिँड्नुपर्छ है। अनि त्यही हो, आइएम हियर विथ माई गाइज है। हियर शीतल, अनि त्यहाँ 2टा दाईहरू हुन्छ होइन। अनि यता दाई, एउटा मगर दाई होइन हाम्रो, अनि एउटा हाम्रो सबिन छ, उसलाई चाहिँ हामीले अघि भर्खर टाक्क टिपेर ल्याएको घरदेखि है। अनि त्यसरी यहाँ साथीहरू आइसक्यो हाम्रो है, 2जना। अनि यहाँ देख्न सक्नुहुन्छ प्रियसमा आइसकेको छ है। यता सर हाम्रो युवराज सर र अनि सुनिता म्यामलाई भेटिसकेको छ है। उनीहरू पनि आइसकेको छ। अब एकछिन हामी त्यही ट्रेकिङ गर्दै मासतिर लाग्छौँ होला है। ट्रेकिङको रुट पनि राम्रो छ जस्तो छ आज, किनकि आजको वेदर बवाल छ क्या। ट्रेकिङ गर्ने लायकको छ है, पानी सानी परेको छैन, राम्रो छ त। त्यही भएर होइन। ओके, अहिलेको लागि त अब यहीँनिर वरिपरिको भिडियोहरू गरेर I'll be back with another clip. Bye bye.
सो गाइज अब त्यो माथि चढ्नु लागेको हामी होइन अनि त्यसपछि यहाँनिर सर्ट ब्रेक लिँदैछ गाइजहरूले चाहिँ चटपटे खाँदैछ होइन चटपटे ब्रेक लिँदैछ होइन नेपाली चटपटे अब चटपटे बिना ताकतै आउँदैन अरे उनीहरूलाई त्यही भएर वी आर वेटिङ हियर फर चटपटे ब्रेक टु फिनिस होइन सो गाइज वी आर एट द इक्मोन नेसनल पार्क होइन माउन्ट तारानाकी पनि भन्छ है अब यसको चाहिँ रोड ट्राभल यताबाट छ हिँडिसकेको छ सबैजना यता अगाडि साथीहरू यहाँ शीतल छ है हिँडिसकेको छ अनि यहाँ चट्ट लगाएर माउन्टेन छ अनि माउन्टेन चाहिँ अहिले हिउँ सिउ सबै पक्लिसक्यो अनि हिउँहरू सबै पक्लेर चाहिँ टक्क माउन्टेनको भ्यू चाहिँ चिन्डे डाँडा जस्तै देखिएछ होइन ठिकै छ त भनेर अनि आजको दिन यसो नेचरको भ्यू लिनु पनि आएको होइन अब यहाँ चस्मा पनि झुन्डाइसकेको छु मैले होइन चस्मा लगाउँदा चाहिँ फेरि ओभर कालो दिएको टाउको दुख्ला जस्तो भयो कि अनि त्यही भएर चाहिँ चस्मा साइड लाएर उकाली हिँड्दैछौँ हामी है अब अलिअलि गोरो भएको थिएँ फेरि डढेर कालो हुन्छ जस्तो चाहिँ सनस्क्रिन के लागेन यतिकै हिँड्दैछ है अनि यहाँबाट चाहिँ अब टक्क लगाएर यता न्यू प्लाइमा तल्लोपट्टि अनि देखिन्छ ओर्छ होइन घाम चाहिँ लास्टै लागिरहेको छ है सबैजना त्यही भएर हाइड्रेट हुनुपर्छ हामी अनि यहाँनिर गाइजहरूले हामीलाई पर्खिरहेको देखिनु सक्नुहुन्छ है अनि हामी हिँड्दैछौँ अब ट्याक्कसँगले माथिको एउटा चेक पोइन्ट छ अनि चेक पोइन्टमा आएपछि त हामी फेरि ब्याक हुन्छौँ है ओके गाइज होइन अहिले चाहिँ के भयो भन्दाखेरि चाहिँ गर्मी धेरै भयो होइन हिँड्दैछु नि त त्यही भएर अनि त्यही हो हामी चाहिँ अब ट्याक्क चेक पोइन्टमा आइपुगिसक्यौँ है यहाँबाटको भ्यू भनेको चाहिँ कस्तो देख्छ भन्दाखेरि चाहिँ एउटा भनेको चाहिँ यताबाट तल ट्याक्क बादलहरू देख्न सक्नुहुन्छ है बादलहरूको मुनि चाहिँ सिटी छ अनि ट्याक्कसँग यहाँबाट चाहिँ वाइड भ्यूमा चाहिँ टक्क तारानाकी देख्दैछ क्या होइन अनि अर्को कुरा अमेजिङ लागेको भनेको ठ्याक्क त्यो तारानाकीको माथिको त्यो जुन त्यो छ नि यो बादल त्यो बादल चाहिँ चलिरहेछ क्या अनि चल्दा पनि फेरि अरू कहीँ बादल छैन त्यसकै माथि मात्र बादल छ क्या अब एकछिनमा देखाउँछु यत्तिकै अड्केर होइन त्यो बादल फुल चलिरहेछ होइन अनि जतिखेर पनि त्यसकै माथि मात्र बादल क्रिएट भएको छ क्या त्यो अब अमेजिङ लाग्यो है ट्याक्कै देख्न सक्नुहुन्छ है सोकी वाटर होइन यो देख्दाखेरि चाहिँ अलिकति आनन्द आयो क्या अनि अलिकति माथि पुग्दा त अलिक चिसो रहेछ है मुनि चाहिँ लास्टै गर्मी रहेछ अनि त्यहाँदेखि हाम्रो चेक पोइन्ट भनेको चाहिँ ट्याक्कसँगले यहाँ माथि देख्न सक्नुहुन्छ है म देखाउँछु तपाईँलाई कता गयो त्यो माथिको ठ्याक्क त्यो लज जस्तै छ है घर त्यहाँसम्म चाहिँ चेक पोइन्ट छ हाम्रो अनि भयो भने सक्यो भने त्योभन्दा अझै माथि पनि गइन्छ अब त्यहाँबाट सकेन भने चाहिँ त्यहाँसम्म गएर हामी टक्कसँगले ब्याक हुन्छौँ है अनि टक्क यहाँ माथि गाडीहरू राखेर देख्न सक्नुहुन्छ है वेमा तल गाडीहरू राखेर मान्छेहरू लास्टै छ धेरै है यहाँबाट अर्को कुरा भनेको चाहिँ के देखिन्छ भन्दाखेरि चाहिँ यहाँबाट अर्को कुरा भनेको चाहिँ च्याट्ट लगाएर अब टनल आउँछ अनि टनल पछि भनेको पुल आउँछ क्या दामी पुल छ है अनि अहिले त त्यही हो हिउँ पनि मेल्ट भइसकेको रहेछ अनि यत्रो गर्मी छ त्यही भएर मेल्ट भयो होला सायद है अनि त्यही हो आज मजाले ट्रेकिङ हुँदैछ खुट्टाको दामी एक्सर्साइज हुँदैछ है सेट है अब टक्कसँग हामी चाहिँ यहाँ हाफ वे आइसक्यौँ है अब म तपाईँहरूलाई यहाँबाटको भ्यू देखाउँछु है चट्टसँग देख्न सक्नुहुन्छ यतापट्टि गाडीहरू छ है अनि टक्कले त्यहाँ पुल देख्न सक्नुहुन्छ है त्यो पुल छ अनि अब त्यो पुलसम्म जानको लागि चाहिँ ठ्याक्कै यहाँ टनल छ क्या देख्न सक्नुहुन्छ है टनल यु क्यान सी अनि त्यही टनलमा चाहिँ टनलको थ्रुबाट भएर हामी टक्क भरेङ्गल चढेर माथिपट्टिको पुल जान्छौँ है अनि यहाँको भ्यू चाहिँ 360 यस्तो छ है अब सो यु गाइज सो यहाँबाट चाहिँ ठ्याक्क टनल छ अब त्यही हो टनलमा छिरिसक्यौँ हामी है अब एकैछिन टनल क्रस भएपछि म भिडियो बनाउँछु यहाँ आउँदैनमा त्यस्तो राम्रो आउँदैन होला
Okay guys, see you after this tunnel ends. पनि टनलमा भिडियो बनाउँदै हिँड्दा पनि ठिकै रहेछ, उज्यालै रहेछ होइन। ओके, सो हाम्रो टनल क्रस भइसकेको छौँ हामी चाहिँ। अनि यस्तोहरू यहाँनिर चाहिँ ठ्याक्कै यस्तो कुराहरू चाहिँ ओभर नोटिस गर्नुपर्छ है। डेन्जर रक फलहरू यस्तोहरू चाहिँ याद गर्नुपर्छ, धेरै कुराहरू होइन। पढ्नुपर्छ, साइनहरू दिएको हुन्छ, पढेर मजाले कतापट्टि रुट जाँदा ठिक हुन्छ, कता नजाँदा ठिक हुन्छ, त्योहरू सबै इन्डिकेट गरिदिएको हुन्छ। त्योहरूलाई चाहिँ केयरलेस गर्नु हुँदैन, पढेर त्यही इन्स्ट्रक्सनको अनुसारले फलो गर्नुपर्छ है। अब ट्याक्कसँग हामी पुलको छेउमा आइपुग्नु लागिसक्यौँ है। अनि यहाँ पुल देख्न सक्नुहुन्छ नि। अर्को भनेको चाहिँ यहाँनिर चाहिँ ओभरलाइक भने चाहिँ यहाँ हात्ती जस्तो देख्छु क्या म, त्यो फेरि तपाईँहरूले देख्नुहुन्छ कि हुँदैन है। पक्कै म तपाईँहरूलाई देखाउँछु अलिकति वाइड भ्यूमा। यो पछाडिको यो ढुङ्गा चाहिँ हात्ती जस्तो लाग्छ क्या मलाई, फेरि इलेफेन्ट है। म त्यसको पनि म भिडियो निकाल्छु है। अब यहाँबाट धेरै उकाली छ, त्यही छ, छिटो छिटो कट्नुपर्ने छ। त्यही भएर आई विल मिट इन नेक्स्ट स्टप गाइज है। यहाँबाट देखिन्छ गाइज, देख्नु सक्नुहुन्छ है। मलाई यो रक चाहिँ इलेफेन्ट जस्तो लाग्छ क्या, हात्ती जस्तै। सो ठिकै छ होइन। अब यहाँसम्म आइपुगिसक्यौँ, माथि पुग्न आँट्यौँ। अनि हिउँ परेको बेलामा त्यो लास्टै बबाल हुन्छ क्या, हिउँले पुरै कभर गरे हुन्छ होइन। अनि अर्को कुरा भनेको चाहिँ चट्ट लाएर यतापट्टि हिउँले सट्ट पाठ कभर गरे हुन्छ। अनि पुलहरू चिप्लो हुन्छ होइन, त्यहाँनिर बोर्डहरू त्यहाँ हुन्छ। अनि अर्को भनेको त्यो हाम्रो जुन चेक पोइन्ट छ, त्यो चेक पोइन्टमा चाहिँ फेरि हिउँ लागेको बेलामा चाहिँ स्किङ गर्ने ठाउँ छ क्या, मान्छे स्किङ गर्नु आउँछ ओर्छ होइन, त्यहाँनिर चाहिँ राम्रो छ। ओके गाइज है, लेट्स मेट इन नेक्स्ट स्टप। We are on our checkpoint and this is the pool है। यो पुल छ अनि यसको माथिपट्टि चाहिँ माउन्ट तारानागी छ है। अनि हिउँ लागेको बेलामा चाहिँ मैले भने लास्टै कभर हुन्छ। अनि यहाँनिर यस्तो फ्लो हुँदै यहाँबाट चाहिँ यतापट्टिको फ्लो छ, रक छ। अब हाम्रो नट धेरै टाढो छैन, त्यहीँनिर हो अब चाहिँ। अनि त्यही हो, धेरै टाढो छैन अब आइपुग्नु लागि चेक पोइन्टमा। अनि अहिले भनेको पुलमा हिँड्दैछौँ हामी है। अनि त्यही हो, मुनिको कम्पेरिजनमा माथि चाहिँ फेरि लास्टै हावा चलिरहेको रहेछ है, चिसो रहेछ। मुनि त फेरि लास्टै गर्मी भएको थियो, मुनिदेखि माथि आउनु जेलसम्म थिएन। अनि यहाँ आइपुगिसकेपछि चाहिँ चिसो हावा आएर चाहिँ अनि साथीहरू चाहिँ अगाडिको चेक पोइन्टमा पुगिसक्यो है। अनि मलाई पर्खिरहेको छ। अनि म चाहिँ भिडियो बनाउँदै ढिलो भयो, ठिक छ। अनि त्यहाँदेखि अब हामी यता हुँदै यता माथिपट्टि जान्छौँ है एरियामा। अनि त्यहाँबाट चाहिँ हामी हिउँ परेको बेलामा स्किङ गर्ने एरियामा आइपुग्छौँ हामी है। अनि त्यही हो, अहिले त हिउँ परेको छ नि, स्किङ होइन, त्यहाँनिर टक्क घुमेर हो र फोटोसोटो खिचेर हो र हेरौँ कहाँसम्म हुन्छ है। सो अहिलेको लागि यति नै है। यो हाम्रो चेक पोइन्टको नियरेस्ट पुलमाथि मैले भर्खर थिएँ। सो गाइज अहिलेको लागि यति, सी यू अन नेक्स्ट क्लिप है। अनि ठ्याक्क पुलबाट चाहिँ म भर्खर आइपुगेँ। अनि मेरो ग्याङ लोकहरू चाहिँ यहाँ मलाई पर्खिरहेको छ है। म चाहिँ भ्लग बनाउँदै ढिलो भयो, त्यही हो। अब हाम्रो रुट वे चाहिँ यो हो, त्यहाँदेखि चट्ट अब हामी माथि जान्छौँ है। अब अघि चाहिँ यिनीहरू सबैजना मभन्दा अगाडि थियो, त्यही भएर चान्स दिएको। अब चाहिँ मभन्दा पछाडि राख्छु है, किनकि अब म हिँडिसकेपछि मात्रै यिनीहरूले क्रस गर्नु मिल्छ नि त, त्यो हो। त्यही भएर मैले यिनीहरूलाई त अहिले पछाडि राखेर हिरो भएर हिँड्दैछु अगाडि है। सो हेलो, मेरी क्रिसमस। अनि त्यही हो, अहिले त्यही अनि बिजी छ होइन मान्छेहरूको ओहोरदोहोर ट्रेकिङमा, हाइकिङमा। यहाँबाट चाहिँ रुट दामी देख्ने रहेछ है। यो पुल भयो, अनि पुलको ठ्याक्क त्यो एरियाबाट चाहिँ टक्क मान्छेहरू हिँड्डुल गर्दैछ नि, हो त्यही रुटबाट आएको हामी। चट्ट हामी माथि आउँदैछौँ। अनि हामी चाहिँ यो भरेको एरियाबाट माथितिर चढ्दैछौँ है, माथितिर चढ्दैछौँ। अनि चट्ट लाएर देख्न सक्नुहुन्छ है, यो चाहिँ हाम्रो अहिले भर्खर क्रस भएको पुल हो। अनि अलिकति सास बढ्यो, थाक्यो, चस्मा लाउने बेला भयो जस्तो छ। सो हियर चस्मा लाएर ब्याक भयो। अनि यहाँबाटको भ्यू चाहिँ कस्तो छ भने ठ्याक्कै यतापट्टि चाहिँ जङ्गल छ, जङ्गल भन्दा पनि घारीघुरी, तर सर्प चाहिँ छैन है। अनि यता चाहिँ मैले मुनि भने अहिले मुनिको हेरिकन माथि चाहिँ चिसो रहेछ है। अनि यहाँ देख्न सक्नुहुन्छ पानीको उयो छ। अनि हामी आफ्नो गन्तव्यतर्फ लाग्दैछौँ है। सो त्यही हो,
अब क्यामेरा अफ राख्छु है अनि हामी आइपुग्न लाग्यौँ हाम्रो चेक पोइन्टमा हैन सो उफ थाकेको पनि अवस्था है सो नाउ वी आर एट आवर चेक पोइन्ट है यहाँ चाहिँ अब भरिङहरू छ सानो अनि म तपाईँलाई देखाउँछु है यो पर्दा फेरिको एरिया भनेर सो हियर्स द माउन्ट तारानाकी अनि हामी हिँड्दैछौँ यहाँ अनि यतापट्टि भनेको चाहिँ अहिले गाडी पार्किङ अनि वे ट्रायल गर्दै गर्दै हामी आयौँ अनि यतापट्टि चाहिँ स्किङ गर्ने एरिया छ अनि एज यु क्यान सी हियर पछाडिपट्टि चाहिँ देख्न सक्नुहुन्छ है कटै जस्तै छ है अनि यहाँनिर चाहिँ अब सायद यहीँसम्म हुन्छ होला हाम्रो ट्रेकिङ किनकि लास्टै घाम पनि छ अब यहाँभन्दा धेरै माथि जान पनि सकिँदैन जस्तो छ है थाकियो अब वेदर ठिक्कको भएर फेरि आएको भएर फेरि दामी हुन्थ्यो कि अहिले त अब लास्टै घाम लागिरहेछ नि त त्यही भएर चाहिँ ओभर थाकियो पनि धेरै पनि लाग्यो है अब फाइनली वी आर एट द स्किङ जोन है अब टक्कै हिँड्दैछु रुटमा है सो नाउ राउन्ड द माउन्टेन सर्कल यति छ है अब यो फाल्टे रुट छ होली हट 4 आवर्स भनेर फाल्टे छ है अनि यो चाहिँ गिलो माटो है गाइस यो गिलो किन छ भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ हिउँले म्याक्सिमम कभर भइरहेको हुन्छ नि त त्यही भएर यो एरिया चाहिँ गिलो छ है अनि एज यु क्यान सी है माउन्टेन त्यहाँ छ त्यहाँदेखिको यतापट्टि चाहिँ स्किङ एरिया छ है अनि हिउँ परे बेलामा त्यता स्किङ गर्छ अब अहिले त यो सबै मेल्ट भइसक्यो गर्मीले गर्दा त्यही भएर यस्तो छ है यहाँको ठाउँ अनि त्यही हो यहाँ चट्ट यस्तो छ दामी छ है ओके गाइस यहाँ एक दुईवटा भिडियो खिच्छु ओर्छु अनि विल मिट इन नेक्स्ट क्लिप थ्याङ्क यू Inside 360 हो कि यता फर्क्यो भने त So guys, we have came to our end of our video है अनि ट्याक्क यता पछाडि देख्न सक्नुहुन्छ है यो चाहिँ हाम्रो चेक पोइन्ट थियो अनि यहाँ बसेर फोटोसोटो खिचियो होइन अनि हामी ब्याक हुँदैछौँ अब ट्रायल पनि सिद्धो यति थियो माउन्ट तारानाकी म एक त 360 भ्यू देखाउँछु तपाईँहरूलाई यो वकवे थ्रुबाट आएको हामी त्यहाँ माथि माउन्ट तारानाकी अनि यो प्लेन स्केप भ्यू छ है यहाँनिर चाहिँ स्किङ गर्न आउँछ है विन्टर हिउँ परे बेलामा अहिले चाहिँ घाम लागिरहेको छ त्यही भएर फुल समरमा सबै मेल्ट भइसक्यो है अनि त्यही हो आजको लागि यति नै थियो है आज राम्रो ट्रायल पनि भयो यी साथीहरू यता जाँदैछ होइन साथीहरू उता अब घरतर्फ लाग्ने हो अनि त्यति थियो आजको लागि है होप यु गाइज आर डुइङ वेल एन्ड आई एम अल्सो डुइङ वेल ओभर हियर सो थ्याङ्क यू फर वाचिङ है अब अलिकति बोरिङ भयो भने पनि लास्टसम्म भिडियो हेरिदिनु भयो भने चाहिँ धेरै धेरै धन्यवाद है लाइक सब्सक्राइब अनि आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनु होला है अनि म यस्तै न्युजिल्यान्डको नयाँ नयाँ ठाउँमा गएर नयाँ नयाँ भ्लग भिडियोहरू ल्याइराख्छु है ओके गाइज सी यु अन नेक्स्ट भिडियो एन्ड दिस विल बी द फाइनल शॉट है सो थ्याङ्क यू गाइज सी यु